ल गाइज अहिले चाहिँ हामी यहीँ जाँदैछौँ है सार्टमा यहीँ डिनर गर्न जाँदैछौँ हामी दुईजना है कान्छ ओ यो अब यहाँ चढ्ने हाम्रो सपना पनि पुरा हुँदैछ ल गाइज यो वरिपरि यस्तो छ है उहाँ सर यस्तो ह्यान्डसम भएर हिँड्नु भएको छ कहाँ हिँड्नु भयो यस्तो ह्यान्डसम भएर ल हामी चाहिँ जाँदैछौँ दुईजना चट्ट पारेर डिनर गर्न सार्टमा है त्यहाँ गएपछि फेरि हाम्रो कन्टिन्यू आउनेछ एकदम जाडो छ चिसो छ होइन हामी भ्यू हेर्न जाने हो यहाँ माथिबाट चाहिँ के देखिन्छ म तपाईँहरूलाई ठक्क हामी देखाउनेछौँ है यही रहेछ इन्ट्री टिकट देखाउनु त हामी चाहिँ अब यहाँ जानेछौँ यहाँ माथि है यस्तो रहेछ माथि यहाँ चाहिँ अब हामी इन्ट्रीको लागि चाहिँ वेटिङ फर टिकट थ्याङ्क यू ल Hi baby. वेलकम वेलकम Thank you. हजुर Thank you. ल हेर्नलाई लन्डन भ्यू रो माई गड हेर्नु नि तल तल हेर्दा त रिङ्गटा लाग्यो जस्तो क्या अब रातिको भ्यूको अब चाहिँ हामी यतापट्टि जानेछौँ होइन यतापट्टि गएर पनि हेर्नेछौँ साइडमा ओहो यता झन् छुट्टै रमाइलो के हेर न क्या दामी ठाउँ छ यता होइन यो चाहिँ तलको बाटो यस्तो छ ट्रेन त्यहाँ हेरिरहेछ ऊ हिँडिरहेछ प्लेन बाटो हेरे जस्तै हुँदो रहेछ क्या उतै हो क्या उतै हो के अरे लन्डन आइ उतै हो ए लन्डन आई हो त नि हो निलो हो त्यही होइन त्यही होला सायद लन्डन आई हो त्यही हो लन्डन आई पुरै लन्डन देख्न पाइन्छ है यहाँबाट चाहिँ यहाँ भ्यूबाट चाहिँ होइन एकदम इन्जोय गर्दैछौँ ब्रिज त कतिवटा रहेछ ए कतिवटा ब्रिज रहेछ नि छुट्याउनै नसकिने कुन चाहिँ के हो टावर ब्रिज र लन्डन ब्रिज चाहिँ मैले थाहा पाएँ अरू त त्यो लन्डन ब्रिज पनि कसो थाहा हुन्छ टावर ब्रिजको छेउमा भएर के त्यो चाहिँ हो अहिले चाहिँ हामी यो चाहिँ होइन लन्डनको चाहिँ एकदम सेन्ट्रल लन्डनको बिचमा रहेको चाहिँ द सार्डमा छौँ द सार्डको चाहिँ यो हामी अहिले 68 फ्लोरमा छौँ अहिले 68मा चाहिँ यो 360 डिग्री भ्यूमा चाहिँ हामीले हेर्न पाइँदो रहेछ यो सार्ड चाहिँ होइन अनि यो चाहिँ कसले बनाएको रहेछ भन्दाखेरि चाहिँ यो चाहिँ इटालियन आर्किटेक्ट रेनोज पियानोले चाहिँ बनाएको रहेछ होइन अनि यहाँबाट चाहिँ हामीले हरेक ठाउँहरू चाहिँ लन्डनको सबै ठाउँहरू चाहिँ हेर्न पाइन्छ यो भ्यूबाट टावर ब्रिज लन्डन ब्रिज होइन अब सबै ठाउँहरू के यहाँबाट चाहिँ हामीले हेर्न सकिने रहेछ अनि यो चाहिँ के छ भनेदेखि कहिले बनेको भन्दाखेरि चाहिँ 2009मा बनेर 2013मा चाहिँ ओपनिङ भएको रहेछ अनि यो बनाउँदाखेरि चाहिँ यति धेरै खर्च लागेको थियो अरे कि 435 मिलियन चाहिँ यसको खर्च लागेको रहेछ कि यो जुन बनाउनलाई चाहिँ होइन यति धेरै महँगो के यति धेरै खर्च लागेको रहेछ अनि यसको फिट भन्दाखेरि चाहिँ 1016 फिट हाइट छ यसको हाइट चाहिँ है 1016 फिट मिटरमा भन्दाखेरि चाहिँ 309.6 मिटर माथि उचाइमा रहेको छ अनि यो चाहिँ एकदमै जम्मा यसमा चाहिँ 95वटा चाहिँ फ्लोरहरू रहेछ कि 95 फ्लोर होइन जहाँ चाहिँ हामीले चाहिँ 68मा चाहिँ छौँ होइन अनि यहाँ चाहिँ अब रेस्टुरेन्टहरू धेरैवटा रेस्टुरेन्टहरू रहेछ अनि त्यसै गरेर यहाँ चाहिँ एउटा हाम्रो एकदमै चलेको फेमस साङ्ग्रिला होटल पनि रहेछ है साङ्ग्रिला होटलमा बस्नलाई चाहिँ एकदमै धेरै महँगो क्या धेरै एक्सपेन्सिभ रहेछ अनि हामी आज यहाँनिर डिनर पनि गर्नेछौँ तल हामीले बुक पनि गरिसकेका छौँ डिनरको लागि त्यस्तो छ अझ यहाँबाट चाहिँ एकदमै हामीले चाहिँ इन्जोय गरिरहेका छौँ यहाँ बसेर एकदमै भिड हुँदो रहेछ एकदमै टाइट चेक होइन चेक पनि एकदमै राम्रो हुँदो रहेछ अनि त्यस्तो छ तब तपाईँहरू पनि आउनु होला द सार्ड हेर्न यहाँबाट चाहिँ लन्डन भ्यू एकदमै राम्रो देखिन्छ इन्जोय गर्छ अझै नाइट भ्यू एकदमै राम्रो देखिने रहेछ उज्यालो होइन म त एकदमै धेरै इन्जोय गर्दैछु त्यो पनि आज मेरो एनिभर्सरी हाम्रो एनिभर्सरी दुईजनाको अब एनिभर्सरी मध्येको चाहिँ यो चाहिँ सबैभन्दा स्मरणीय क्षण हुन्छ जस्तो लागेको छ मलाई किनभनेदेखि म पनि यो चाहिँ लाइफमा चाहिँ फर्स्टचोटि चढेको यति ठुलो फ्लोरमा चाहिँ म फर्स्टचोटि चढिरहेको छु कि यति धेरै माथि होइन
अरू ठाउँमा पनि चढ्न त चढियो तर यति धेरै माथि त चढेको थिएन तर यहाँ चाहिँ मैले यो फर्स्ट एक्सपिरियन्स गर्न पाउँदा चाहिँ एकदमै धेरै खुसी लागिरहेको छ यस्तो छ मलाई चाहिँ ल अनि कान्छा तपाईँलाई चाहिँ कस्तो लाग्यो त आज यहाँनिर आउनुभयो होइन यस्तो राम्रो ठाउँ घुम्न पाउनु भएको छ कस्तो लाग्यो त एकदम 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 यो चाहिँ कस्तो भने मेमोरेबल मोमेन्ट हुनु पर्यो मेरो लाइक म चाहिँ फर्स्ट टाइम यति हाइटमा आएको होला सायद त्यो हेर्नु पर्दाखेरि तपाईँहरू पनि देख्न सक्नुहुन्छ कस्तो छ भ्यू एकदम अन्त है एकदम रमाइलो के तल हेर न उयो पनि चलिरहेछ एकदम स्पेसल क्या अब यो के अरे जहिले अब जमिनबाट हेरिराख्नुभन्दा पनि टपदेखि हेर्दाको छुट्टै रमाइलो छुट्टै आनन्द होइन चराहरूले देख्छ नि त्यो खालको भ्यू देखिँदो रहेछ अनि यो चाहिँ यो लन्डनको रमाइलो झिलिमिली यसले झनै अझै कस्तो भने सुन्दर सुगन्ध थप्ने जस्तो हुँदो रहेछ अब दिउँसो हेरेको भ्यू छुट्टै होइन अनि गएर राति हेरेको भ्यू छुट्टै क्या झिलिमिलीको रमाइलो छ नि रमाइलो त्यो चाहिँ त्यसले चाहिँ झन् अझै स्पेसल बनाउने क्या राति भ्यू गर्नु यता आउनुहोस् त यता आउँदाखेरि यहाँ झन् रमाइलो देखिने रहेछ यहाँबाट हेर्नुहोस् है हेर्नु न उता हेर्नु न हामी लन्डन त धेरैचोटि आइसक्यो नि होइन यो तल तल बाटो हामी पहिला हिँडेको यो तल तल बाटो हिँडेको त्यो होइन त्यो त्यो सिपमा उता बसेर त्यो लन्डन ब्रिज पनि चढेको हजुर त्यो के अरे टावर ब्रिजको त्यहाँ गएर पनि फोटो सोटो खिचेको यता यता पुरै घुमेको तर माथिबाट हेर्नुको मजा अर्को रहेछ क्या फेरि हजुर माथि त खोइ जान पाउँछ पाउँदैन माथि पनि जान पाउँछ पाउँदैन थाहा छैन यो माथि पाउँदैन रहेछ इलेक्ट्रिकल रुम रहेछ क्या माथि चाहिँ हो सबैभन्दा माथि आएको छौँ होइन अनि हामी चाहिँ माथि जान पाउँदैन जस्तो लागेको थियो यो चाहिँ सिडी चढेर आउनु पर्ने रहेछ खुट्टा खत्रक्क गल्यो हेर्नु न है ओ माइ गड यति राम्रो ठाउँ के आमामा यहाँबाट तल हेर्दाखेरि पुरा भन्न नरिङ्गटा लाग्ने कि सिधा तल हेर्यो भने पुरै टल्किने कि अनि फेरि ओपन भएकोले कस्तो हावा पनि दामी आएको के चिसो हावा माथि हेर्नु खुला आकाश छ क्या खुला आकाश हो खुला आकाश त्यतापट्टि चाहिँ अनि माथि टावर यो चाहिँ खुला आकाश हो यो चाहिँ टावर हो हजुर यस्तो राम्रो ठाउँ रहेछ नि त हेर्नुहोस् त कत्रा ठाउँ पो रहेछ त यहाँ त हावा चिसो आएको के वाउ तल भ्यू हेर त एउटै ल अब हामी चाहिँ यहाँबाट चाहिँ कहाँ जाँदैछौँ खान्छ अब हामी डिनर गर्न जान्छौँ डिनरको लागि है बाहिर त जाडो जाडो पनि कान्छाले अब डिनर कहाँ बुक गर्नुभएको छ लेट्स सी है त आजको हेर्दै गइन्छ हेर्दै जाऊ म देखाउँछु डेट नाइट डिनर नाइट डेट नाइट अब होइन एनिभर्सरी नाइट सबै कति फ्लोरमा हो अब हामी जाने अब 32 फ्लोरमा हजुर 32 फ्लोरमा 32 ए अघि हामी त्यहाँबाट त्यो लिफ्टबाट त्यहाँ आएको सम्ममा रहेछ है अब हामी त्यहाँ झर्नेछौँ टोल जाने पहिला जाने हो कहाँ छ ल यता छ टोइलेट पहिला टोइलेट जाउँ ल टोइलेट जाउँ म यहाँ टोइलेटमा छु कि अहिले चाहिँ म यहाँ टोइलेट आएको छु होइन अनि टोइलेटबाट चाहिँ के देखिँदो रहेछ तपाईँहरूलाई म सरप्राइज देखाउँछु है यो चाहिँ टोइलेटको बेसिन भयो होइन अब यो चाहिँ टोइलेट भइहाल्यो तपाईँहरूलाई थाहा छँदैछ टोइलेट गर्दा गर्दै पनि भ्यू हेर्न पाइने के ओ माइ गड लाज पो लाग्यो म त यस्तो ओपनमा बस्नलाई यो त लास्टै रमाइलो है यति राम्रो ठाउँ कि टोइलेट गर्दा गर्दै भ्यू हेर्न पाइने मैले यो चाहिँ सुनेको थिएँ तर मैले नै अनुभव गर्न पाइरहेको छु कि टोइलेट गर्दा गर्दै भ्यू हेर्न पाइने हेर न यहाँ हो टोइलेट बसौँ कि भ्यू गरेर भिडियो बनाएर बसौँ म ल हामी चाहिँ अहिले त्यहाँबाट चाहिँ तल झरेर अब फेरि त्यही बिल्डिङको अर्को ठाउँबाट चाहिँ माथि चढ्नु पर्ने रहेछ कि अनि यहाँनिर फेरि चेकिङ हुँदो रहेछ अब हामी चाहिँ होटल कहाँ जान्छ हिलटङ त्यहाँ जाँदैछौँ होइन अनि चेकिङ चाहिँ खतरा हुँदो रहेछ यहाँनिर फेरि त्यहाँ जानलाई पनि यस्तो कि त्यो जुन हामीले एयरपोर्टमा जान्छौँ नि त्यस्तो खालको चेकिङ हुँदो रहेछ अनि यहाँबाट चाहिँ हामीले एउटा लिफ्ट पक्रेर जाने रहेछ अटोमेटिक लिफ्ट हुँदो रहेछ अब यो पनि डाइरेक्ट त्यहीँ पुग्दो रहेछ 32 फ्लोरमा ल
हाम्रो चाहिँ अब यहाँनिर रेडी भयो है जान्छ Cheers, yes. चेस है ल चेस ल हाम्रो स्टार्टर्स पनि आइसकेको छ होइन अब चाहिँ हामी इन्जोय गर्छौँ यहाँनिर है त ल स्टार्टर्स लिएबाट हामी सुरु गर्नेछौँ हामी चाहिँ अहिले कहाँ छौँ जान्छ रुचाङ 32 फ्लोर हो पेट पूजा गर्ने हो अब सुरु गरौँ ल पुरा भ्यू हेर्दै हामी चाहिँ आज चाहिँ चाइनिज खाना आएको हो होइन Authentic चाइनिज Chinese हो? खाएर हजुर चाइनिज खाएर चाहिँ टक्कसँगले थ्याङ्क यू उयो गर्ने भनेर चाहिँ रमाइलो गर्ने बाहिरको भ्यू हेर्दै हेर्दै होइन एकदम रमाइलो भइरहेछ थ्याङ्क यू सो मच कान्छा तपाईँलाई विशेष गरी कान्छाले बुक गर्नुभएको हो थ्याङ्क यू भेरी मेरो क्यान्सीले चाइनिज मन पर्छ ल थाहा छ नि त मलाई एकदमै धेरै मनपर्छ मलाई होइन मलाई प्रायः चाहिँ सबै डिसहरू मनपर्छ लेट्स ट्राई हाम्रो डिस हेर्नु न यहाँनिर ल ओके लेट्स गेट सुरु गरौँ स्टार्टेड है त ल गाइज हाम्रो चाहिँ अब मेन कोर्स पनि आइसकेको छ है यहाँ यस्तो डेन्जर आएको छ है चाइनिज एकदम दामी छ क्या यस्तो दामी छ क्र्याब चाहिँ कस्तो छ भने यो चाहिँ के अरे सफ्ट सेलवाला क्र्याब रहेछ के त्यही त है ल गाइज हाम्रो चाहिँ एनिभर्सरीको लागि हेर न यहाँनिर कम्प्लिमेन्ट्री ह्याप्पी एनिभर्सरी भनेर हेर न कस्तो राम्रो कि कस्तो क्युट है अब चाहिँ हामी पनि तल झरिसकेका छौँ होइन हामी चाहिँ अब हिलटपमा चाहिँ एकदम राम्रो डिनर गऱ्यौँ दुईजना एकदम इन्जोय गऱ्यौँ होइन हाम्रो एनिभर्सरी एकदमै रमाइलो भयो आजको दिन चाहिँ यस्तै भयो तपाईँहरूलाई मेरो भिडियो चाहिँ कस्तो लाग्यो लाइक कमेन्ट र सेयर गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला हाम्रो चाहिँ आजको डिनर चाहिँ हिलटप होटल यहीँ थियो है यहाँ हेर्नु ल यही होटल हो होइन रेस्टुरेन्ट हो अनि हाम्रो छेउमै छ साङ्ग्रिला यता छ साङ्ग्रिला होटल होइन यो चाहिँ अब यहाँ चाहिँ पुरै होटलै फेरि यो माथि सबै होटलै होटल रहेछ होइन यो चाहिँ जुन चाहिँ अब 10 4बाट झरेर साइडमा आएर फ्रन्ट साइडबाट चाहिँ फेरि माथि 32 फ्लोरमा चढ्नुपर्ने रहेछ कि 32 फ्लोरमा चढेर लक्किली हामीले विन्डो साइडको सिट पनि पायो होइन अनि झ्यालबाट एकदमै धेरै रमाइलो गर्दै इन्जोय गर्न पायो तर चिसो बढ्दै गयो अनि त्यो धुवाले चाहिँ बाहिर धुवा भन्नाले पनि कुहिरोले फगी भएर होइन त्यति राम्रो बाहिर देख्न पाएन तर सुरुमा चाहिँ एकदमै रमाइलो भयो एकदमै धेरै इन्जोय गऱ्यौँ थ्याङ्क यू सो मच कान्छा यो होइन वेलकम बाई बाई अर्को भिडियोमा फेरि भेटौँ ल भोलिको हाम्रो अर्को ट्रिप छ किप वाचिङ होइन अनि भोलिको के कस्तो हुन्छ भोलिको पनि म देखाउनेछु तपाईँहरूलाई स्टिल हामी भोलिसम्म बस्छौँ लन्डन है सी यू गाइज बाई बाई